हेलो एभ्रिवान, तपाईहरु सम्पूर्णलाई फेरि अर्को एउटा नयाँ क्लासमा स्वागत गर्न चाहन्छु। आजको यो क्लासमा भने हामीले क्लास 10 कम्पलसरी म्याथमेटिक्सको मेन्सुरेसन भन्ने टपिकलाई कभर गर्नेछौँ। यस क्लासमा हामीले मेन्सुरेसन भनेको के हो, हामीले मेन्सुरेसन भन्ने च्याप्टरमा गर्नुपर्ने के हो भन्ने कुराहरू सिक्नेछौँ। त्यसकारण पनि यो भिडियो क्लास 9 10 दुईटैको लागि अझ भनौँ जुन क्लासमा हामीले मेन्सुरेसन पढ्न पर्छ त्यो सबै क्लासको लागि केही हदसम्म इफेक्टिभ हुनेछ र हामीले विशेष गरी क्लास 10 लाई यो भिडियोसँग जोड्ने प्रयास गर्नेछौँ। सो ढिला नगरिकन अब हामी मेन टपिक भित्र इन्टर गर्नेछौँ। यो हामीले क्वेशन्सहरु सल्भ गर्नुभन्दा अगाडि हामीले पढ्नुपर्ने कुराहरूको बारेमा फर्स्टमा हामी जानकारी लिन्छौँ। के गर्छौँ, मेन्सुरेसन भनेको के हो, यी सबै कुराहरूलाई बुझ्ने प्रयास गर्नेछौँ। धेरै थोरै मैले बोलेका कुराहरूले मेन्सुरेसन भन्ने टपिकको सबै कुराहरूलाई अल द एक्सपेक्ट जति पनि छ सबै कुराहरूलाई कभर गर्ला नगर्ला, तर हामीलाई चाहिने क्लास 9 मा पढ्दै गर्दा चाहिने, क्लास 10 मा पढ्दै गर्दा चाहिने, क्लास 8 मा पढ्दै गर्दा चाहिने सम्पूर्ण कुराहरू सकेसम्म म कभर गर्ने प्रयास गर्नेछु है त। सो त्यसो भए मेन्सुरेसन भनेको के हो त भन्ने कुरामा जाउँ। जस्तो मैले यहाँनिर मेन्सुरेसन भन्ने टपिक लेखेको छु, यति धेरै यहाँ फिगरहरू बनाएको छु, के फिगर भनेर यहाँनिर लेखेको छु नाम पनि। यो मैले यहाँनिर अन द क्लास मैले लेख्न पर्दाखेरि अथवा बनाउन पर्दाखेरि टाइम लाग्ने हुँदाखेरि मैले अगाडि नै बनाइसकेको छु यो पिक्चरहरू। यो पिक्चरहरू नै मैले बनाएको जति मात्रै होइन, अझै धेरै फिगरहरू छन् जुन यहाँ मेरो बोर्डमा पनि अटेन र मैले बनाइन पनि, तर हामीलाई चाहिने कुराहरू मैले सकेसम्म बनाउने प्रयास गरेको छु र छुटेका कुराहरू, यहाँ नअटेका कुराहरू म यहाँनिर क्लास अगाडि बढ्दै जाँदाखेरि देखाउने प्रयास पनि गर्नेछु। यो मेन्सुरेसनलाई बुझ्नुभन्दा पहिला हामीले जियोमेट्रिकल फिगर्सहरूलाई बुझ्न जरुरी छ। जुन हामीले यति धेरै फिगर्सहरू हामीले अगाडिदेखि नै सानो क्लासदेखि हामीले देख्दै आएको, सुन्दै आएको, पढ्दै आएको, बनाउँदै आएको थियौँ। जस्तो हामीले पोइन्ट भन्ने हामीले चिन्दै आएको थियौँ। लाइन अथवा लाइन सेगमेन्ट, लाइन र लाइन सेगमेन्टमा फरक छ, अहिले एकछिनमा कुरा गर्छु। लाइन सेगमेन्ट भयो, ट्रायंगल भयो, सर्कल, अनि अलिकति ठुलो क्लासमा बढ्दै गर्दाखेरि हामीले ट्रायंगलका डिफ्रेन्ट टाइप्सहरू पढ्यौँ। यहाँ मैले एउटा ट्रायंगल यहाँ बनाएको छु, ट्रायंगलको 3वटा यहाँ डिफ्रेन्ट टाइप्सहरू बनाएको छु मैले, त्यो पनि ट्रायंगल नै हो। ट्रायंगलको फेरि जम्मा 3वटा टाइप्स मात्रै भन्ने हुँदैन, अझै 3वटा अरू एक्स्ट्रा टाइप्सहरू पनि हुन्छ है। त्यो कुराहरू गर्दै गरौँला। यो एउटा सर्कल छ, क्वाड्रिलेटरलका पनि यहाँनिर यो चाहिँ क्वाड्रिलेटरल भनेको के हो एकछिनमा कुरा गरौँला। क्वाड्रिलेटरलका यहाँ 4वटा टाइप्सहरू बनाएको छु मैले, अझै धेरैभन्दा धेरै टाइप्सहरू बनाउन बाँकी नै छ, देखाउन बाँकी नै छ। मैले हामीलाई चाहिने अलिकति इम्पोर्टेन्ट कुराहरू बनाएको छु र यहाँनिर नअटेको कुराहरू पनि छ, एकछिनमा कुरा गर्छु। जस्तो यहाँनिर पढ्न सक्नुहुन्छ भने, जस्तो मैले यहाँनिर ट्रापेजियम बनाइन एउटा, जुन हाम्रो लागि एकदमै इम्पोर्टेन्ट हो, त्यो मेन्सुरेसनमा पनि इम्पोर्टेन्ट हो, त्यो हाम्रो जियोमेट्री भन्ने टपिकमा अर्को सेक्सनमा पनि हाम्रो त्यो इम्पोर्टेन्ट छ। क्युबोइड, क्युब, सिलिन्डर, यहाँ धेरै नामहरू छन्। मैले सकेसम्म हामीलाई चाहिने फिगरहरूको बारेमा यहाँनिर मैले बनाउने प्रयास गरेको छु। छुटेका छन् धेरै, तर हामीले त्यो च्याप्टर वाइज हामीले कन्टिन्यू गर्दाखेरि जाँदाखेरि, क्लास वाइज जाँदाखेरि त्यो सबै कुराहरू कभर हुने नै छ है त। यो मेन्सुरेसन भनेको के हो त भन्दा भाइ बहिनी हो, यो सबै जति पनि जियोमेट्रिकल फिगरहरू छ नि, यो जियोमेट्रिकल फिगरहरू जति पनि छ, जियोमेट्रिकल फिगरहरू कसरी बन्छ, के हो कसो हो अहिले एकछिनमा कुरा गरौँला। तर जति पनि जियोमेट्रिकल फिगरहरू छ नि, यिनीहरूको मेन्सुरेसनमा के हुन्छ त भन्दा मेजरमेन्टको कुरा हुन्छ। मेन्सुरेसन भन्ने च्याप्टरमा हुन्छ कि एउटै मात्रै कुरा भाइ बहिनी हो, यति धेरै सबै जियोमेट्रिकल फिगर्सहरूको मेजरमेन्टको कुरा हुन्छ। जियोमेट्रिकल फिगरहरूको मेजरमेन्ट, मेन्सुरेसन भनेको मेजरमेन्ट। त्यो के हुन सक्छ त भन्दा लेन्थ मेजर गर्न मिल्छ कि लेन्थको मेजरमेन्ट, एरिया मेजर गर्न मिल्छ कि एरियाको मेजरमेन्ट, पेरिमिटर मेजर गर्न मिल्छ कि पेरिमिटरको मेजरमेन्ट, भोल्युम मेजर गर्न मिल्छ कि भोल्युमको मेजरमेन्ट, सीएससी सर्फेस एरियाहरू, कर्भ सर्फेस एरिया, ल्याटरल सर्फेस एरिया, त्यो ल्याटरल सर्फेस एरिया भने के, ल्याटरल सर्फेस एरिया भने के, कर्भ सर्फेस एरिया भने के, त्यो कुरा हामी गर्दै गरौँला। टोटल सर्फेस एरिया
मेजर गर्न मिल्छ कि क्याल्कुलेट गर्न मिल्छ कि फाइन्ड आउट गर्न मिल्छ कि यो सबै किसिमको मेजरमेन्टहरूको कुरा चाहिँ हामीले